जनकपुरधाम जेसिसको 50औं पदस्थापना तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम जनकपुरधाम जेसिस वर्ष 2025 का अध्यक्ष जेसी मुकेश कुमार शाहको अध्यक्षतामा सुरु भई जेसिस वर्ष 2026 का नवनिर्वाचित अध्यक्ष जेसी भवेश झाको सभाध्यक्षमा सम्पन्न भएको हो। कार्यक्रमका क्रममा वर्ष 2025 का अध्यक्ष जेसी मुकेश कुमार शाहले वर्ष 2026 का लागि अध्यक्ष पदमा निर्वाचित जेसी भवेश झालाई चाँदीको माला लगाउँदै औपचारिक रूपमा नेतृत्व हस्तान्तरण गरेका थिए। समारोहका प्रमुख अतिथि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार शाहले जनकपुरधाम जेसिस युवाहरूलाई नेतृत्व, अनुशासन र सामाजिक सेवातर्फ सक्षम बनाउँदै आएको उदाहरणीय संस्था भएको बताए। जेसिस जस्तो युवामुखी संस्थाले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको मेयर शाहले बताएका छन्। कार्यक्रममा जनकपुरधाममा सम्पन्न नेपाल जेसिसको 52औं राष्ट्रिय महाधिवेशन सफल बनाउन योगदान दिएका महाधिवेशन कमिटीका सदस्यहरू तथा जेसिसका पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो। साथै वर्ष 2025 लाई सफल बनाउन विभिन्न क्षेत्रमा योगदान पुर्याएका बोर्डका पदाधिकारी तथा सदस्यहरूलाई अध्यक्ष मुकेश शाहले सम्मान गरेका थिए। जेसिस वर्ष 2026 का लागि अध्यक्षमा जेसी भवेश झा, कार्यकारिणी उपाध्यक्षमा जेसी राम सोगारत शाह र जेसी अमरेन्द्र शाह, उपाध्यक्षमा जेसी नवीन कुमार झा, जेसी कैलाश नारायण झा, जेसी विनय कुमार शाह र जेसी सुरेश शाह निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा जेसी मनोहर ठाकुर, कोषाध्यक्षमा जितेन्द्र शाह तथा कानुनी सल्लाहकारमा जेसी दीपक यादव चयन भएका छन्। कार्यक्रममा वर्ष 2026 का सम्पूर्ण पदाधिकारीहरूले शपथ ग्रहण गरेका थिए। कार्यक्रमको सञ्चालन जनकपुरधाम जेसिसका पूर्व अध्यक्ष जेसी राजु कुमार शाहले गरेका थिए। कार्यक्रमको विशिष्ट अतिथिमा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी रहेका थिए भने नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष पूरन शाह लगायत जेसिसका पूर्व अध्यक्षहरू, सदस्यहरू, आजीवन सदस्यहरू, पत्रकार तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।